धेरै समय पहिलेको कुरा हो। एउटा गाउँमा एउटा गरिब बुढा बस्दथे। उनी धेरै नै गरिब थिए। दिनभरि भारी बोकेर केही पैसा कमाउँथे र त्यसैले उसको जीविका चल्दथ्यो। बुढाले सधैँ पूजापाठ गर्दथे। उनले जहिले पनि भगवानतिर हेरेर भन्दथे, भगवान, तपाईँले मलाई यति गरिब किन बनाइदिनु भएको? मलाई अरू जस्तो सम्पन्न किन बनाउनु भएन? म यति तपाईँको भक्ति गर्छु, तर तपाईँले कहिल्यै मलाई मद्दत गर्नु भएन। त्यति भनेर सधैँ बुढा काम खोज्न हिँड्दथे। एक दिन माता पार्वतीलाई बुढामाथि धेरै नै माया लागेर आयो। उनले भगवान भोलेनाथलाई भनिन्, हे नाथ, तपाईँ सधैँ यो गरिब मान्छेको प्रार्थना सुन्नुहुन्छ, तर तपाईँले किन यो मान्छेको कहिल्यै पनि मद्दत गर्नु हुँदैन? ऊ गरिब छ, तर तपाईँको धेरै नै भक्ति गर्छ। तपाईँलाई यो गरिब मान्छेको मद्दत गर्नु नै पर्छ, पार्वती माताले भनिन्। यो सुनेर भगवान भोलेनाथ मुस्कुराए र मातालाई हेरेर भनिन्, हे देवी, यो मान्छेको भक्ति म देखिरहेको छु, तर म अहिले केही पनि गर्न सक्दिनँ, कारण यो मान्छेको भाग्य अहिले खुलेको छैन। उसले अहिले केही पनि पाउन सक्दैन। तर फेरि माताले भनिन्, किन सक्दैन र? तपाईँ त महादेव हो। तपाईँले चाहनुभयो भने सबै कुरा हुन्छ। म विधाताको लेखान्तको विरुद्ध गएर केही पनि काम गर्न सक्दिनँ। तर माता भने आफ्नै जिदमा पर्छन्। उनले भन्छन्, सबै सक्नुहुन्छ तपाईँले। तपाईँलाई यो गरिब मान्छेको मद्दत गर्नु नै पर्छ। म केही सुन्न चाहन्न। बस तपाईँ यो मान्छेलाई मद्दत गरिदिनुहोस्। तपाईँलाई यो मान्छेको मद्दत गर्नु नै पर्छ। माताले यसरी हट गरेको देखेर महादेवले फेरि भने, देवी, म भाग्यको माथि जान सक्दिनँ। अहिले उसको भाग्यमा धन छैन। विधाताले जे लेखेको छ त्यही नै हुन्छ। म पनि त्यसलाई बदल्न सक्दिनँ। माता पार्वतीले यसरी हट गरेको हेरेर महादेवले भन्छन्, ठिकै छ, त तिमी आफ्नो हट गर्छौ। म यो मान्छेको मद्दत अवश्य गर्नेछु। तर म फेरि भन्दैछु, भाग्यमा पहिलेबाट जे लेखेको छ त्यही नै भएर जान्छ। तर पनि तिमी भन्छौ भने म यस व्यक्तिलाई मद्दत अवश्य नै गर्नेछु। उता बुढा भने सधैँ जस्तै भगवानलाई आफ्नो गुनासो पोखाएर आफ्नो काम खोज्नतिर हिँड्दछ। त्यति नै बेला बाटोमा महादेव र माता पार्वती आइपुग्छे र बुढा हिँड्ने बाटोको बिचमा एउटा मोटो सुनले भरिएको थैली राखिदिन्छ। अब माता पार्वती पनि खुसी हुन्छे। अब यो मान्छेले यो थैली उठाउँछ र उसको सबै कष्ट दूर हुनेछ। यही माता पार्वतीले सोचेर खुसी खुसी त्यो गरिब व्यक्तिलाई हेर्छन्। अब बुढा आफ्नो बाटोमा जाँदा बुढाले एउटा अन्धो व्यक्तिलाई आफ्नो छेउबाट पार हुँदै गरेको देख्छ। बुढाले सोच्छ, हन मैले त मेरो दुःखलाई सधैँ ठुलो सोच्छु, तर जीवनमा यस्ता मानिसहरू पनि छन् जसका आँखा छैन, तर मेरो त हात खुट्टा सबै सही सलामत छ। म त खटेर भए पनि आफ्नो पेट पाल्न सक्छु, तर यो आँखा नभएको अन्ध व्यक्तिहरू कसरी जिउँछ होला, कसरी आफ्नो पेट पाल्छ होला? यिनीहरूलाई झन् जीवनमा कति कष्ट छ। म पनि एकपटक हेरौँ त, आँखा बन्द गरेर हिँड्दा अन्ध मानिसहरूलाई कस्तो महसुस हुँदो रहेछ भनेर त्यो बुढाले आफ्नो दुवै आँखा बन्द गरेर बाटोमा हिँड्न प्रयास गर्छ। यसरी आँखा बन्द गरेर हिँड्दा त्यही छेउमा उसको आँखाको अगाडि महादेवले सुनको थैली फालिदिएको नहेरेर त्यसलाई पार गरेर निकै टाढोसम्म आँखा बन्द गरेर त्यो बुढा हिँड्छ र अलि पार गरेर आँखा खोल्छ र सोच्छ, हो त रहेछ, आँखा नहुँदा त अन्धहरूलाई धेरै नै असुविधा हुँदो रहेछ। अबबाट म कहिले पनि भगवानसित गुनासो गर्ने छैन। त्यति भनेर बुढा त्यस सुनको थैलीलाई पार गरेर जान्छ। उसले त्यो थैलीलाई देख्न नै सक्दैन। तब त्यहाँबाट अझै एउटा व्यक्ति पार भइरहेको हुन्छ। उसले त्यो थैलीलाई पाउँछ र सुनको थैली देखेर धेरै खुसी भएर त्यो थैली बोकेर त्यो व्यक्ति त्यहाँबाट जाँदछ। तब महादेवले पार्वती मातालाई भन्छे, देख्यौ, अहिले उसको भाग्यमा धन छैन। मैले त त्यसलाई दिएको नै थिएँ, तर उसले त सुन नलगेर आँखा बन्द गरेर पो हिँड्यो। उसले यो सुनको थैलीलाई देख्नै सकेन। महादेवले भन्छे,
भाग्यको माथि केही पनि हुँदैन। तिमी हेर्यौ होइन आफ्नो आँखाले, कसैको भाग्यमा नभइन्जेलसम्म उसले केही पनि पाउँदैन। माता पार्वतीले महादेवको सबै कुरा बुझ्छिन् र चुपो लागेर त्यहाँबाट जान्छन्। त साथीहरू, भाग्य भन्ने यस्तै हो, जब खुलिन्छ तब नै मानिसहरूको भलो हुन्छ। यसैले आफ्नो कर्मलाई राम्रो राख्नुपर्छ। हजुरहरूलाई यो कथा कस्तो लाग्यो कमेन्ट सेक्सनमा भन्नुहोला। यस्तै रोचक कथाहरू सुन्नलाई हाम्रो च्यानल सब्स्क्राइब गरिदिनुहोस्। फेरि अर्को यस्तै रोचक कथाको साथमा भेटौँला। आजलाई यति नै, धन्यवाद।